मधुपकितव बन्धो मस्पृशङ्घ्रिं सपत्न्या उच्चविलुलितमालां कुङ्कुमश्मश्रुवेण वहतु मधुपतिस्तन्मानिनीनां प्रसादं यदु सदस्य विडम्ब्यं यस्य दूतस्त्वमिद्रे उद्धवलाई भन्दैछन् यी गोपिनीलाई थाहा छ उद्धव किन आएका, तिमी हामीलाई सम्झाउन आएका होइन, हामीलाई थाहा छ नि कृष्णको हुन्। अरे राम अवतारमा यिनै कृष्ण राम भएर आएका थिए। यी दाजुभाइ जुन छन् कृष्ण र बलराम, राम अवतारमा राम र लक्ष्मण भएर यिनै त आएका थिए नि। बिचारी एउटी शूर्पनखा आएर भन्न थालिन् मसँग बिहे गर। तरै दाजुभाइले के गरे भन्दा दाजुले भाइपट्टि पठाइदिने, भाइले दाजुपट्टि पठाइदिने। अनि नाक कान काटिदिए। अरे बिहे गर्नु थिएन भने म बिहे गर्दिनँ, हामी दुईजनाले बिहे गरेका छौँ, तिमी जाऊ भनेर भन्थे। तर होइन, नाक कान काटेर पठाइदिए। हेर त कति छल गर्नेवाला छन् यिनले। एकै अवतारमा थोडी नै छल गरेका हुन्, अहिले नि हामीलाई थोडी ढाँटेका हुन्, कतिचोटि ढाँटिसके। अर्कै गोपिनी भन्छन् सकृतधर सुधां स्वं मोहिनीं पाययित्वा सुमनस इव सत्यस्त्यजेष्मान् भवाद्रि परिचरति कथं तद् पादपद्मं तु पद्मा यपि बतरित चेता उत्तम श्लोकजल्पे। सबैले अर्की गोपिनी भन्न थालिन् अरे छोडा छोडा, त्यही राम अवतारमा नै के गरे भन्दा दाजुभाइको लडाइँ थियो, बाली र सुग्रीवको लडाइँ थियो। तर यिनले के गरे भन्दा भाइसँग गएर मिले, सुग्रीवसँग गएर मिले। अनि मिलेर के गरे भन्दा मिलेर बालीको वध गरे। तर अगाडिबाट होइन, पछाडिदेखि बाण चलाएर मारे। अरे मार्नु नै थियो भने अगाडिदेखि मार्थे। तर होइन, छल गर्न त यिनलाई कसले सक्छ र? हामीलाई थाहा छ कृष्णको हुन्। उद्धव आश्चर्यचकित भए, सबै चिज त थाहा छ। अर्की गोपिनी भन्छन् मृगयुरिव कपीन्द्रं बिभ्यते लुब्धधर्मा श्रियमकृत विरूपं सृजितः कामयानां बलिमपि बलिमत्वा वेष्टयध्वांशवत्या तदलमसित सख्यैर्दुष्टजस्तात् कथार्था। गोपिनीले भन्न थालिन् अरे यो कृष्णको बारेमा त कति भनौँ, अरू त अरू वामन अवतारमा के गरे यिनले, यिनै कृष्ण त हुन् नि त। वामन भएर अदितिको गर्भदेखि जन्मे, टुकुरु 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 गए बलिको राज्यमा। यति सुन्दर भए, यति राम्रा भए, मानो यिनलाई हेरेपछि त हेरेको हेरे हुन्छन् जो पनि। हामी पनि त्यस्तै भयौँ, यिनलाई हेरेपछि हेरेको हेरै हुन्थ्यौँ। अब बलि पनि फसे
भन्न थाले, लु के चाहियो माग्नुहोस् भन्दा मलाई केही चाहिँदैन भने, हेर हेर केही चाहिँदैन भने, अच्छा ठिकै छ दिनै इच्छा छ भने 3 पाउ जमिन देऊ। अब 3 पाउ जमिन मागे, 3 पाउ जमिन दिए। माग्ने बेलामा कत्रा थिए भन्दा साना थिए, लिने बेलामा कत्रा भए भन्दा यति ठुला भए। एकै पाउमा भुरलोक, भुवरलोक, स्वरलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक नापे। अर्को पाउमा भन्दा अतल बितल सुतल तलातल महातल रसातल पाताल नापे। अरे 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 2 पाउ भयो, पुगो भयो, मलाई चाहिँदैन 1 पाउ भन्थे भन्दा होइन, नाक पासमा बाँधेर शिरमा राखेर चरण अर्को पाउ पनि लिएरै छोडे। यी भन्दा छलिया अरू को हुन सक्छ? आहा, अर्की गोपिनी भन्छन्, यदनुचरित लीला कर्ण पेयो सपे प्रोड सकृत धन विधूत तत्व धर्मा विनष्टा सपति गृह कुटुंबम दीनमुत्सृज्य दीना बहव इह विहंगा वृक्षचर्यां चरन्ति। सबैले अर्की गोपिनी भन्न थाल्ने, अरे छोडा छोडा म भन्दैछु। उद्धवजी हेरेको हेरे आउनुभयो। मलाई लाग्छ ग्वाली केही नजान्ने गाउँकी गवार, म गएर सम्झाउँछु भनेर भन्थे। यिनलाई त सबै थाहा छ। अमलात्मा विमलात्मा हजार हजार वर्षसम्म तपस्या गरेर भगवानलाई प्राप्त नगरेका यी त ऋषि रहेछन्। ओहो, हात जोड्नु भयो। अर्की गोपिनी भन्छ, तिमी हामीलाई सम्झाउन आएका होइन? हामीलाई थाहा छैन कृष्ण कुन भन्दा समुद्र मन्थन भयो। कसले कसले भन्दा देवता र दैत्यले समुद्र मन्थन गरे। समुद्र मन्थन गर्दा समुद्र मन्थनदेखि के निस्कियो भन्दा निस्कियो अमृत। अब देवता र दैत्यले मिलेर समुद्र मन्थन गरेका थिए। तिमीहरूलाई पनि दिन्छु भनेर पहिले भनेर फकाए। अनि दिने बेलामा के गरे भन्दा एक लाइनमा देवता र एक लाइनमा दैत्य राखे अनि आफू अमृत बाँड्न आए। लु हेर त, मोहिनी रूप धारण गरेर ठुमक ठुमक यति राम्री आहा, यति राम्री भइदिए। यी दैत्य मक्ख भए, लट्ठु भए, सबैलाई मदिरा पान गराउनु भयो र देवतालाई अमृत पान गराए। अरू कोही थोड़ी न थियो, यिनै कृष्ण हुन्। छल गर्न माता यिनलाई कसैले सक्दैनन्। आहा, वयमृतमिव जुवं व्यारितं श्राद्धधाना कुलिकरुतमिवाज्ञा कृष्णवद्वो हरिण्यां ददृशुरकृतदेतं नस्कपस्पर्शतिपुरा स्मररुज उपमन्त्रिं वन्यतामन्यवार्ता। अब त उद्धवजी आँखादेखि अस्त्रको धारा बगाउनुहुन्छ। कहाँ म त सम्झाउन आएछु। हामीलाई थाहा छैन कृष्णको हुन्, तिमी हामीलाई सम्झाउन आएका? आज हात जोड्नुहुन्छ, गोपिनीको चरणको धुलो शिरमा लगाउनुहुन्छ। उद्धवजी कृष्ण 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 भन्दै भन्दै आउनु भएको थियो। अब त राधे 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 भन्न थाल्नु भयो। अब त प्रभुलाई बिर्सिनु भयो उद्धवजीले। हेर्नुहोस् के भन्न थाल्नु भयो भन्दा राधा 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 भन्न थाल्नु भयो। आहा, ज्ञानी उद्धव आज प्रेमी हुनुभयो। प्रेम के रंग में ऐसी डूबी, 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 बन गया एक ही रूप, बन गया एक ही रूप। प्रेम की माला जपते जपते आप बनी मैं शाम, सांसों की माला से सिमरो मैं
प्रभु का नाम। सांसों की माला में सिमरू में का नाम। सांसों की माला से सिमरू में प्रभु का नाम।